नमस्कार सबैजनामा। यो चिसो मौसममा न्यानो घामको प्रकाशसँगै कैद गरिएको यो भिडियो हजुरहरू सामु प्रस्तुत गर्दैछु। यसमा हजुरहरूले यदि धुलिखेलबाट खुर्कोटसम्मको यात्रा गर्दै हुनुहुन्छ र नेपालथोकबाट छुट्टिने बाटो रामेछापको सुनापाती गाउँपालिका 1 सम्म पुग्दा के कस्ता बाटोहरू र दृश्यहरू छन् हजुरहरूले यो भिडियोमा देख्न सक्नुहुनेछ। साथै भिडियोमा हजुरहरूले बाटो के कस्तो छ, निर्माण कार्य पनि हुँदैछ अनि बाटोहरू खोला पनि पठाइदिनु भएको छ। बाइकमा हिँड्दाखेरि अलि सावधानीपूर्वक चलाएर जानुहोला। यात्रा शुभ रहोस् भन्दै यो भिडियो अगाडि बढाउन चाहन्छु। साथै हल्का जानकारीमूलक भिडियो भएको कारणले हजुरहरूले अन्तिमसम्म हेरेर साथ दिनुहोला। यदि तपाईलाई यो भिडियो मन पर्यो र जानकारीमूलक लाग्यो भने हजुरहरूले लाइक, शेयर र सब्स्क्राइब गरिदिनुहोला। धन्यवाद। भिडियोको अन्तिममा हजुरहरूले रोचक तथा मैले बिताएका दिनहरूको सम्पूर्ण विवरण पनि पाउन सक्नुहुनेछ। त्यो समय मेरो लागि सरप्राइज नै थियो। उहाँहरूलाई भेट्न पाउँदा एकदम खुसी पनि भएको थिएँ। साथसाथै रमाइलो क्षणहरू पनि बिताएको छु। त्यो हेर्नको लागि हजुरहरूले अन्तिमसम्म भिडियो हेर्नुपर्ने हुन्छ। जीवनमा सोच्दै नसोचेको कुराहरू पनि एक्कासी हुँदाखेरि सरप्राइज नै लाग्दो रहेछ। त्यसै कारणले उहाँहरूलाई धेरै धन्यवाद। अनि म पनि धन्य भएँ कि यस्तो मौकामा म पनि गाउँमा पुगेको रहेछु भनेर। यात्राको क्रममा हामी भकुण्डे बेसी आइपुगेका छौँ। भकुण्डे बेसी चाहिँ एकदम समतल ठाउँ भएको कारणले सायद यसलाई बेसी भनिएको हो। भकुण्डे बेसी चाहिँ सानो सहर छ, तैपनि गाउँबाट धेरैजना व्यापार गर्न, सपिङ गर्न आउनुहुन्छ। गाउँबाट नजिक पर्ने बजार भएकोले यहाँ भिडभाड राम्रै हुन्छ। यहाँबाट अगाडि बढ्दै जाँदा हामीले रोशी खोला भेट्नेछौँ। रोशी खोलाले बगाएको बाटोहरू अहिले धमाधम निर्माण कार्य भइरहेको छ। त्यसै कारणले अहिलेको बाटो भनेको खोलाको बीचैबीच पानीको नजिकबाट हुँदै अगाडिको यात्रा सफल बनाउनु पर्ने हुन्छ। त्यसै कारणले हजुरहरूले बाइकबाट यात्रा गर्दै हुनुहुन्छ भने धेरै सावधानीपूर्वक चलाउनु पर्नेछ। भकुण्डे बेसीको मनोरम दृश्य हेरिसकेपछि हामीहरू नार्केको नजिकै रहेको तोरी फुलिरहेको खेतमा पुगेका छौँ। एकदम रमाइलो दृश्य लागेको थियो मलाई। हजुरहरूलाई पनि राम्रो लाग्छ होला भन्ने आशा गर्दछु। जाडोको मौसममा कपडा सुकाउने ठाउँ पनि गजबको नै रहेछ। हजुरहरूले दृश्यमा देख्न सक्नुहुनेछ। यस्तो राम्रो दृश्य हेर्दै हामीहरू अहिले रोशी खोलाले बगाएर
बगर बनाएको बाटोमा पुगेका छौँ। त्यो नजिकैबाट बगेको खोलाको साथमा बाटो पनि रहेको छ। साथै हजुरहरूलाई देखाउन नसकेको म बसको यात्रा गर्दै थिएँ, त्यसै कारणले दायाँतिरबाट बाटो बनिरहेको छ। पुरानै ठाउँबाट बाटो खन्ने काम जारी रहेको छ। नेपालचोकमा खाना हामी त्यो बाटो जान्छौँ। हामीले दुम्जातिर लाग्नुपर्ने थियो, तर त्यहाँको पुल कोसीले बगाइसकेको कारणले हामी यता फेरि काठमाडौँतिरै लाग्दा काभ्रेपलाञ्चोक र रामेछाप जोड्ने पुलबाट पारी तर्ने क्रममा यो पुलबाट तर्नुपर्ने हुन्छ। अहिले हजुरहरूले देखिरहनु भएको दृश्य चाहिँ मैले रामेछापबाट पारी देखिने काभ्रेपलाञ्चोक र यो अहिले ठ्याक्कै देख्नुभएको दृश्य चाहिँ दोमानटार भन्ने ठाउँ हो। दोमानटारबाट अझ अगाडि बढ्दै गर्दाखेरि हामीले एउटा डाँडा छलेर अर्को चौरी खोला भन्ने देख्छौँ। चौरी खोलाले चाहिँ काभ्रेपलाञ्चोक र रामेछाप छुट्याएको छ। पारीपट्टि कुडारी र वारीपट्टि डहु भलवाडी भन्ने ठाउँ देख्न सक्छौँ। बाटोमा धेरै भिडियो खिचिए तापनि धेरै लामो हुने भएकोले मैले एकैपटक गराटीबाट अगाडि देखिने दृश्य लखनपुरको बाटो हो। यता पारी देख्नु भएको चाहिँ काभ्रे हो।
फाइनल्ली म घर आइपुगेको छु। लगभग 8 घन्टाको यात्रापछि घर धारापानी भन्ने ठाउँमा पुगेको छु। यो चाहिँ सुनापाती 1 नम्बरमा पर्दछ। घरमा पुग्दा ठुलो बाबा मकै सुकाउँदै छान्दै हुनुहुँदो रहेछ। घरमा हाम्रो चाहिँ स्पेसली बाख्रा पालन गरिएको छ चारैतिर। यहाँ घरमा पुग्दाखेरि के भएको छ हजुरहरूले दृश्यमा देख्दै जानुहुनेछ। साथसाथै म चाहिँ एक्लै यात्रा गरिरहेको थिएँ। घरमा पुग्दा हजुरआमा आफ्नो कपाल मिलाउँदै हुनुहुन्थ्यो र मैले जाने बित्तिकै बाबालाई पनि सोधेँ। उहाँले सिधा पहिलो प्रश्न भनेको नाति खोइ त भनेर सोध्नुभयो। किनभनेदेखि मैले पहिला नै योजनामा भनेको थिएँ कि मेरो छोरालाई पनि सँगै लिएर आउँछु भनेको थिएँ। तर ऊ जान नमानेको कारणले म एक्लै रामेछापसम्म पुगेर उहाँहरूसँग समय बिताएको थिएँ। संयोगवश त्यसै दिन हजुरआमालाई भेट्न भनी आउनुभएका पाहुनाहरूसँग पनि भेटघाट परिचय हुने मौका पनि मिल्यो। म एकदम खुसी भएँ। त्यस बेला छुट्टै माहौल छाइरहेको थियो। सबैजना आफ्नै काममा व्यस्त हुँदै हुनुहुन्थ्यो। उहाँहरू चाहिँ सम्पूर्ण जना 97 वर्ष पुग्नुभएको हजुरआमालाई भेटघाट अनि खबरहरू आदान प्रदान गर्दै कुराकानी गर्दै पुराना दिनहरूको याद गर्दै खुसी हुँदै हुनुहुन्थ्यो। त्यसै बेलामा म पनि भिडियो बनाउँदै उहाँहरूको कुरा सुन्दै बसिरहेको थिएँ। भान्सामा खाना पनि बन्दै साथसाथै वरिपरि बसेर कुराकानी गर्दै गर्दा छुट्टै आनन्द आइरहेको थियो। भोलिपल्ट बिहानको समयमा लन्च टाइम सुरु भइरहेछ सबैजना। रमाइलो लागिरहेछ आज सबजना सँगसँगै होइन वरिपरि बसेर। ल ठिक छ। हजुरआमा चाहिँ एक्लै हजुरआमा चाहिँ एक्लै यतातिर ल खाना खाइसकेपछि हामीहरू आफन्तलाई भेट्न भनी सल्लेनी भन्ने ठाउँमा गएका थियौँ। त्यसै क्रममा लिएको यो छोटो भिडियो हजुरहरूले देख्दै हुनुहुन्छ। एकदम उकालो भएको कारणले हिँड्नलाई अलि अप्ठ्यारो नै थियो। तैपनि गाउँघरमा हुर्केको मान्छेहरूलाई त्यति गाह्रो भने थिएन। अब सहरमा बस्ने मान्छेहरूले भन्ने चाहिँ हाइकिङ नै हो। सल्लेनी भन्ने ठाउँमा पुगिसकेपछि त्यहाँ हामीले
आफन्तहरूसँग भेटघाट गर्दै नानी बाबुहरू पनि साथमा भएकाले छुट्टै रमाइलो गर्दै अनि कुराकानी गर्दै ढोकभेट गर्दै उहाँहरूसँग हामीले सुन्तला खाएका थियौँ। एकदम रसिलो गुलियो सुन्तला खाँदै कुराकानी गर्दै धेरै पछि भेटघाट भएकोले लामै समय बिताएका थियौँ। छोटो भेटघाट र भलाकुसारीका साथमा हामी त्यहाँबाट घरतिर फर्किने क्रममा लिएको दृश्य हजुरहरूले देख्न सक्नुहुन्छ। यो चाहिँ सल्लेनीबाट हामी धारापानीतिरको यात्रा गर्दै गर्दा साँझ पख लिएको दृश्य हो। आफन्तहरू आफ्नै गाडीमा आउनुभएको कारणले उहाँहरूलाई भोलिपल्ट बिहानै हामीले बिदाई गर्यौँ। यसरी उहाँहरू काभ्रेसम्मको यात्रा गर्दै हुनुहुन्थ्यो। त्यहाँबाट उहाँहरू घुम्दै फिर्दै आफन्तहरूसँग भेटघाट गर्दै काठमाडौँ र आफ्नो आफ्नो गन्तव्यतिर लाग्छौँ भन्ने योजना लिएर त्यहाँबाट छुटिनु भएको थियो। शुभयात्रा उहाँहरूलाई। आफन्तहरूलाई बिदाई गरिसकेपछि हामीहरू सबैजना आआफ्नो कामतिर लागिरहेका थियौँ। त्यसै क्रममा हजुरआमाको मनमा चाहिँ अलिकति नरमाइलो महसुस भइरहेको थियो। किनभनेदेखि अब 2 दिनको लागि भए पनि एकदम रमाइलोका साथ सपरिवार एकै ठाउँमा बसेर कुराकानी गर्दै पुराना दिनहरूको याद गर्दै गर्दा उहाँहरूले केही दिन मात्रै बसेर त्यो पुराना दिनहरूको याद दिलाएर मात्रै जानुभएको थियो। त्यसै कारणले हजुरआमा अलि निराश जस्तो देखिनुहुन्थ्यो। यस्तै समय फेरि आउला भन्दै आशावादी हुँदै आजको लागि यो भिडियो समाप्त गर्न चाहन्छु। अनि साथसाथै आफन्तजनहरूलाई फेरि आउनको लागि अनुरोध पनि गर्दछौँ। हजुरआमाको खुसी सबैजनाको खुसी, हामी सबैको खुसी होइन त हजुर? खुसी लाग्यो। धन्यवाद।